तँलाई नाटक नहर यसको फेरि सबको चाक्कु भिडियो भने चाक्कु गाइज हामी चाहिँ आइसक्यौँ यो खान्छ मोरा फुटाको जस्तै गाडी लाले अङ्कल हेर्नु होला गाइज कति हेन्सम हुनु टी सर्ट काटेर Hello guys, welcome back to my new vlog. Guys, आज चाहिँ धेरै दिनपछि यतातिर चाहिँ हिजो अस्ति असिनाएर पानी धेरै परेको थियो गाइस है त्यही भएर भ्लग नबनाएको गाइस एक दिनभरि पुरै पानी परेर आज चाहिँ किन्न जाम हामी चाहिँ नवीनको घरमा आयौँ गाइस यहाँ चाहिँ 2-3 जना आएको छन् भन्थे आउनुहोस् त लाले बाबु जाम्लो तँलाई नाटक नहर यसको फेरि भलो होइन नवीन चाहिँ ब्याचलरको लास्ट इयर अरे है गाइज यहाँ पढ्ने कहाँ भो त्यहाँ त झन् घट नपतको सानो हुन्छ क्या नवीन त मेरो भलकमा त भाइरल मान्छे चिने जानेको मान्छे हो गरे होइन नवीन आज चाहिँ हामी पौडिन जान लागेको छौँ है गाइस लाइक बाबा खुब जोताइ छ त यार यता त रोपाइ नै हो कि हैछ क्या रोपाइ हैछ क्या यहाँ पुरै हिलो लाखा गाइस म चाहिँ यतातिर गएर आएको थिएँ वहाँ चाहिँ रोपाइ चलिरहेको छ है गाइस फुल्ली रोपाइ चलेको गाइस हामी चाहिँ आइसक्यौँ अब मसालाको पुल्छौँ लाले अङ्कल कहाँ अरे लाले अङ्कल हेल्ने इको धमिलो आयो सङ्लो साला सङ्लो त आँखा गरेर एकचोटिको अलि आँखा गाडेर हेर चाक नदियो होला चाक झन् धमिलो गरेर होइन पुरीसँग त केटीहरू त यार कपाल देख्नु पनि बन्द यार केटी होला हाम्रो केटी अन्त बोल्छन् क्या कपालहरू नि त कपाल केटी भन्छन् मेरो बेस्ट फ्रेन्ड बनाउँछु भन्ला अनि यसले फेरि बेस्ट यस्तो दुरै छैन ए अहिलेदेखि अरे कपालबाट सुरु गर कपालबाट सुरु गर कसको पुरेको अनि हाम्रो घरको सकाएर राख्दैन
हामी चाहिँ आइसक्यौँ है गाइज जान थाल्यो र मलमतिर जान थाल्यो बुढोलाई बोलाउनु पर्ने कसलाई ए पौडीले आएन न पौडीले आएन ठ्याक्कै मुजुमा अलिकति घाम अझ म आउने बित्तिकै अरे अझ रुवा यही हो रो सानो छ भन्छु लालु सबको चाकु भिडियो भने चाकु गाइज हामी चाहिँ आइसक्यौँ है यो खान्छ हो र बुढाको होइन च्याउलाई एकचोटि फोकस हानौँ न त्यो मुजी अगाडि मेरो भिडियो के गर्दै गर्छस् मैले त आउँछु अटोमेटिक टेम्परेट हुन्छ है त्यहीमा आउँछ अरूमा फोटो राखिदिनु नि खाइयो हामी चाहिँ आइसक्यौँ सबलाई एकको बनाउनु चाकहरू र मुजुले दुनदेखि याद मलाई कति हुने कता गयो यता कि उता यता गइरो उता छैन निकालिदिउँ कहिले हामीलाई गाइज यहाँ चाहिँ केटाडीहरू खेल्दैछन् त्यो चाहिँ को गा त्यहाँ झन् कति गहिरो एकजिट गर नापिन त गर यहाँ बरु छैन गहिरो साँच्ची बा पौडिन अनि त्यसो गाइज अब चाहिँ हामी रेडी हुन्छौँ है गाइज हामी रेडी हुन्छौँ यो चाहिँ रेडी भयो नवीनको त्यो रेड कलरको पेन्टी हेर्नु गाइज हामी चाहिँ रेडी भइसक्यौँ गाइज मैले चाहिँ एउटा स्याम्पू यस्तो लडी पाएँ बल्ल बल्ल भाइरल म्याचिङ त अब त भाइरल लाले अङ्कल हेर्नु होला गाइज कति हेन्सम हुनु हो टी सर्ट काटेर
म धेरै चिसा हेर्दिनँ क्या अस्ति यो नि यहाँ सिक्यो क्या पऱ्यो गाइज हामी चाहिँ पौडी खेलेर भ्याएर कोही हुनुहुन्न नवीन ओइ ओ बल किन्न जाने हो मलाई भनेछ है सुनिस् गइहाल्ने हो कहाँ त्यही त मलाई भनेस् क्या गाइज हामी चाहिँ निस्किसक्यौँ पौडी खेलेर मैले भयो एकछिन गाइज धेरै दिनपछि आयो भ्लग कहाँ गएर हामीले त्यो काफल टिप्न जानिदिने अब दुःख पाइयो है न काफल टिप्यो न पौडी खेल्न पाइयो च्याट जिपिटीलाई तेरो तेरो गुगल जेमिनाईलाई भने नि हुन्छ क्या गाइज आजको ब्लग चाहिँ यहीँ बन्द गरौँ ब्लग राम्रो लाग्यो भने लाइक कमेन्ट सब्सक्राइब गर्नु होला हाम्रो फाइट ल्याएर यो मतलब वो अलग ही लेवल का बंदा था एक खुट्टे डान्स गर्छ है हाम्रो ब्लग मन पर्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला आजको ब्लग चाहिँ यहीँ बन्द गर्छु